हेलो गाइड नमस्कार अनि स्वागत छ हजुरहरूलाई यो मेरो भिडियोमा। र म आज चाहिँ यो धरान अर्क साम्पाङको श्रम सांस्कृतिक पार्कमा आएको छु। यहाँ जे छ म सब देखाउँदै जाने छु, हेर्नु होला र तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला र यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईहरुलाई स्वागत छ र फलो गरिदिनु होला, मेरो च्यानललाई फलो गरिदिनु होला। र यहाँ चाहिँ धेरै टाढा टाढादेखि दिदी बहिनीहरू, बुबा आमाहरू, दाजुभाइहरू घुम्नु आउने गर्नुहुन्छ र यहाँ चाहिँ हाम्रो इतिहाससँग जोडिएर निर्माण गर्नुभएको संरचनाहरू देख्न सकिनेछ। हेर्नु होला, यो चाहिँ हाम्रो जिजु बाजे पुर्खाहरूले यसरी नै ढाकरमा नुन तेल बोकेर खुवाउने गर्नुहुन्थ्यो अरे भन्ने एउटा कथा सुनिन्थ्यो। तर यहाँनेरि देख्न सकिन्छ। हेर्नुहोस्, यस्तैहरू हेर्दै जाउँ। अब तपाईहरुलाई म देखाउँदै जानेछु। हेर्नु होला, डाडु पनि थाल कराई बटुको सब बाटोमै खाँदै हिँड्ने गर्नुहुन्थ्यो अरे, योहरू देख्न सकिनेछ यहाँनेरि। हेर्नु होला, हेलो हाई समान छ पुर्खा पिताहरूमा। र यहाँ चाहिँ एकदमै विकास अघि बढिरहेको छ र यहाँ चाहिँ हेर्नु होला, यसरी बिरुवा रोप्नुपर्छ भन्ने एउटा उदाहरण दिइराख्नु भएको छ। र यहाँ हाम्रो हर्क साम्पाङज्यूले एकदमै विकास अघि बढाइराख्नु भएको छ। हुन त त्यसै पनि यो धरान प्रकृति र सुन्दरताको धनी ठाउँ हो, तर पनि अझै तीमाथि सुनमाथि सुगन्ध हाम्रो हर्क साम्पाङज्यू थपिनु भएको छ र अघि बढिरहेको छ। यहाँ चाहिँ भर्खर निर्माण भइरहेको छ, बनाइरहेको छ र यो कम्प्लिट भइसकेको रहेनछ। यहाँ चाहिँ अब कम्प्लिट पछाडि हेरौँला। अब यता कम्प्लिट भएकोहरू देखाउँदै जानेछु। हेर्नु होला, मेरो सबै कम्प्लिट भइसकेको हो। र आजभन्दा अगाडि चाहिँ यहाँनेरि स्याल बाँदर खेल्ने ठाउँ हो, तर आज चाहिँ यहाँ विदेशको मान्छे भेटिने ठाउँ भएको छ। र हेर्नु होला, मान्छेले गर्दाखेरि के हुँदैन होला र। यहाँ चाहिँ हर्क साम्पाङले एकदमै सुन्दर ठाउँ बनाइसक्नु भएको छ। हुन त अहिले पनि यहाँ हेर्दाखेरि जङ्गल जस्तो देखिन्छ, तर यहाँ काम लाग्ने यस्तै आँपहरू, लिचीहरू, यस्तै कागतीहरू रोपेर एकदम सुन्दर ठाउँ बनाउनु भएको छ। र फुलहरू, फुलबारी बगैँचाहरू, यस्तै काम लाग्ने चिजहरू रोप्नु भएको छ। काम नलाग्नेलाई हटाएर एकदम काम लाग्ने चिजहरू रोपेर एकदमै विकास अगाडि बढाइराख्नु भएको छ। हेर्नु होला, यो बोट बिरुवाहरू सबै काम लाग्ने बोट बिरुवाहरू छन्। र यस्तै रमाइलो घुम्ने ठाउँ पनि बनाइदिनु भएको छ। र हर चिजले सुन्दरता भएको छ अहिले यो ठाउँ। हेर्नु होला, यहाँ चाहिँ अझै पनि निर्माण कार्यहरू अघि बढिरहेको छ र अझै पनि 1-1.5 वर्षमा चाहिँ एकदम सुन्दर ठाउँ नै बनिने रहेछ यो ठाउँ। हेर्नु होला, अझै राम्रो ठाउँ त देखाउन बाँकी नै छ र म राम्रो ठाउँ देखाउँदै जानेछु र म अघि बढी नै रहेको छु। हेर्नु होला र हेर्दै जाउँ। म पनि यहाँनेरि नयाँ हो, त्यसले गर्दाखेरि मलाई पनि यो सबै थाहा त छैन, तर म सबै टोटली देखाउने नै छु घुमेर। हेर्नुहोस्, यहाँ चाहिँ मुख्य धरान चाहिँ त्यहाँ रहेछ, मुख्य धरान आरा धरान। र यहाँ चाहिँ हेर्नु होला, रोटी बेच्नु बसिराख्नु भएको छ। र यता एकदमै सुन्दर ठाउँ छ। यहाँ चाहिँ रातो माछा पाल्नु भएको छ, रातोबाट माछा खाडी पनि देखियो। अब यहाँनेरि सबै हेर्दै जाउँ। यहाँ चाहिँ धरान यो आरा काट्दै गरेको, काठ काट्दै गरेको भन्दा त आरा पनि काटिन्छ र मुढा पो काटिन्छ त भन्थे हाम्रो बाबुबाजेहरूले।
आराले चाहिँ मुढा काटिन्छ भन्नुहुन्थ्यो, काठ काटिन्छ भन्नुहुन्थ्यो, काठ काट्ने धरान। यो चाहिँ वाबु, हामी चाहिँ यो वाबु भन्छौँ, तर पर्वतेमा यसलाई चिन्डो भन्छ। हाम्रो भाषामा चाहिँ यो वाबु भनिन्छ। थोक हाम्रो इतिहाससँग जोडिएको छ यहाँनिर, हेर्नु होला। यस्तै घुम्ने ठाउँ रमाइलो रहेछ। अब यहाँदेखि उँभो गएर माथिबाट पनि यता हेर्ने एकदमै राम्रो बनाउनु भएको रहेछ आरा धरान। यो चाहिँ धेरै मलाई राम्रो लाग्यो। हेर्नुहोस्, काठ काटिरहेको। कता फेरि यहाँ चाहिँ फेरि के छ, ढिक्की, ओख्ली, जाँतो, ओख्ली मुस्ली, जाँतो, हेर्नुलाई ढिक्की। यो ढिक्कीमा अब धेरै धान कुटिन्थ्यो पहिले, धेरै धान कुट्ने गरियो। अब अहिले त ढिक्की जाँतोको चलन हरायो, मिलहरू आए। यो मुस्ली, ओख्ली मुस्लीमा पनि धेरै धान कुट्यो, खाइयो। एक छाक कुटेर पनि छाक टारियो। जाँतोमा पनि मकै पिन्यो। अब यतातर्फ लागौँ। यहाँ चाहिँ एकदम राम्रो घर छ र यहाँ चाहिँ सरसामान राख्ने ठाउँ होला, सामानहरू राख्ने घर। र यता चाहिँ टोइलेट, महिला पुरुष महिला टोइलेट यस्तै रहेछ। र यहाँ चाहिँ हात धुने ठाउँ, र यहाँ पनि बन्दैछ, बनिसक्न बाँकी नै छ। र यता पनि बन्दैछ, धमाधम बोट बिरुवाहरू पनि रोपिरहेको छ। यहाँ चाहिँ धमाधम छ। र यो श्रम सांस्कृतिक पार्क हुनाले उहाँहरूले मेहनतले एकदम श्रम गरिराख्नु भएको छ र खटिराख्नु भएको छ। अब म चाहिँ माथि जान्छु, त्यहाँदेखि त्यहाँ माथिबाट सबैतिर राम्रो देखाउने छु है। एकदम राम्रो देखिन्छ होला यहाँदेखि चाहिँ। ल, धरान, आरा धरान देख्यो पहिलो नम्बरमा। अब यो धरानदेखि चट्टै हेर्दै जाउँ, घुम्दै जाउँ, यतापट्टि घुमाउँदै जाउँ। सबै हरियाली छ, एकदम रमाइलो छ। देख्नुभयो होला वरिपरि एकदम राम्रो ठाउँ। यहाँ पारि चाहिँ खानेपानी ट्याङ्की रहेछ, खानेपानीको ट्याङ्का रहेछ, त्यहाँ राख्नु भएको छ। र अब फेरि म यसो उँधै झर्दैछु। यहाँ चाहिँ धमाधम खटिराख्नु भएको छ, एकदमै मेहनत गरेर खट्नु भइरहेको छ। श्रमदानहरू हेर्नु होला। श्रमदानमा खट्नेहरू खटिरहेको छ। र यता चाहिँ एकदमै राम्रो, अझ राम्रो बन्दै रहेछ यहाँनिर, हेर्नु होला। यहाँ बनिसकेको रहेछ, पर पनि बनिएको रहेछ, यहाँ पनि बन्दैछ। यहाँ सबै बोट बिरुवाहरू पनि एकदम फालफुलको बोट बिरुवाहरू लाउनु भएको छ। ओहो, क्या आनन्दको ठाउँ, स्वर्ग ठाउँ रहेछ है।
हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र फलो गरिदिनु होला। यस्तै भिडियोहरू लिएर म आउने छु, नयाँ नौलो सन्देशहरू भिडियोहरू लिएर आउने छु। हेर्नु होला अम्बकले फुलिरहेको छ, फलिरहेको छ, एकदम विकासी अम्बक रहेछ यो त। हेर्नु होला फुल्दै पनि छ, फल्दै पनि छ, फुलिरहेको छ, फलिरहेको छ। खाने बेला चाहिँ भएको रहेनछ। खानु त म पनि जानेको थिएँ तर फलेको रहेनछ। यो चाहिँ आँपहरू, लिचीहरू, हरेक चिजको बोट बिरुवाहरू रोपिराख्नु भएको रहेछ र एकदमै यहाँको फलफुलले मात्रै पनि निकै आम्दानी गर्ने रहेछ। पछि गएर चाहिँ हेरौँ, घुम्दै जाउँ, हेर्दै जाउँ। अब म चाहिँ अघि बढिरहेको छु। हेर्नु होला एकदम रमाइलो महसुस भइरहेको छ मलाई चाहिँ। हजुरहरूलाई कस्तो लागिरहेछ हेर्नुहोस्। वाउ एकदम रमाइलो, क्या राम्रो रहेछ है। म अब यता माथि जान्छु। हेर्नु होला सबै देखाउँदै जानेछु। झनै राम्रो बन्दै रहेछ, एकदम राम्रो ठाउँ। हेर्नु होला यो भित्र झनै राम्रो रहेछ, घुम्नलाई राम्रो, एकदम रमाइलो। ओहो वाउ यो भित्र झन् कति राम्रो। अब यति भन्दै आजलाई बिदा, बाई बाई।